कहाँको छौ अरे आज हामी यहाँ कोसम लेक कोसम किङडम स्टेट पार्क आएको छौँ टेक्सासको एकदमै रमाइलो भइरहेछ राति हामी कति बजेसम्म बसिन्छ 2:30 बजेसम्म बस्यौँ रमाइलो गर्दा गर्दा आगो तापेर मकै पोलेर एउटाले अर्कालाई उडाएर हाँसेर बहुतै रमाइलो भयो यता यता मलाई फलो गर आज कतिवटा टेन्ट छ टेन्ट पनि गर्नु न त यहाँ मम्मी हुनुहुन्छ यहाँ राधिका दिदी ल हाई यहाँ दिदी यहाँ भाइ सम्भव ल यहाँ मम्मी सदीक्षा ल दिलासा बुनु यहाँ के खान खोजिराख्नु भएको छ प्रिसु हाई गर हाई युवराज दाइ ह्यापी क्याम्पिङ ह्यापी क्याम्पिङ दुईटा बिपिनजीहरुको टेन्ट ल्याउ त मलाई देऊ त एकछिन आउ प्रिसु उता जाऊ ता कञ्चना सिन यता बुवा के गर्दै हुनुहुन्छ टकार टुकुर कृचा भाइवन मेरो पार्टनर पनि यहाँ रहेछ हाई टेन्टहरु लोसन लाएर आउँछ है अलिकति हाई भन आमा 2 शब्द जा जस्तो लु टेन्ट यहाँ कति राख्नु रमाइलो लाग्यो कसलाई कसको मैले अलिकति सोध्न राधिका दिदी लु 2 शब्द जा जस्तो केही भन्नु छ भने अलमल पार्छु मैले ओ हाइकिङ प्रिसु केही भन्न छ र तिमी हाइकिङ दिलासा Today, we came yesterday at Possum Kingdom Lake, and we're sleeping today too. We're going hiking, fishing, and it's gonna be so much that's fun. fantastic. ल तिम्रो दाइको पालो 2 शब्द जास हेलो गुड मर्निङ ह्यापी क्याम्पिङ हामी 5 परिवार छौँ अहिले यहाँ यो पोसम किङडम लेकमा र हामी परिवारका साथ इन्जोय गरिरहेका छौँ एकदमै रमाइलो भइरहेछ ल एकछिनमा 2 घण्टाको हाइकिङमा र इन्जोय गर्नेछौँ ल थ्याङ्क यू तँलाई केही भन्नु छ भने भन्न लसिलु आज हामी यो पोसम लेकमा आएको छौँ है स्टेट पार्क हो यो र हामी यहाँ राति नै टेन्ट टाँगेर बसेको यति रमाइलो छ हामी 5 फ्यामिली आएको छौँ यति रमाइलो राति मकै पोल्यो बारबिक्यू गर्यो एकदम रमाइलो तपाईहरु पनि आउन सक्नुहुन्छ ल यता मम्मी हुनुहुन्छ ल एउटा यता बिपिनजीहरु हुनुहुन्छ भिनाजुलाई एउटा ल्याउँदा भिनाजु ल त यता हेर्नु त एउटामा भिडियो बनाउ ल 2 शब्द जा जस्तो के ल हामी चाहिँ यहाँ पोसम स्टेट किङडम लेकमा आएको छौँ क्याम्पेन ह्याभिङ फन बिपिनजी एकचोटि हेर्नु यता हामी यहाँ ड्रोन उडाउन तयारी छौँ है ल ओए ड्रोन पनि उडिसकेको अवस्था छ यसरी ल ल ल ल ल ल